छिनै काका एकैछिनै फेरि आउँछस् नि आउन त हेर्दै दसैँ पनि आएर दसैँ आइसक्यो अब चुनाव पनि गयो अब के गर्नु त हौ होइन राख्छु न ए होइन हौ बाबु यो के को गनफन्द हुँदैछ यहाँनिर कहाँ गएर आइसौ म त यसो त्यहाँ तलतिर घर आएको अनि तपाईँको चाहिँ यो के को गनफन्द हो सबैको तेरै उमेरका मान्छेहरू सांसद भएर निर्वाचित भइसके त के हो जस्ताको त्यस्तै छस् यस्तो रहेछ भाउ सबैको दिन आउँछन् मेरा पनि दिन आउलान् अनि भाउ कुरो त यस्तै त्यस्तै हो जडियाको सङ्गत गरौँ बसौँ छैन नि भा अब यो जडियाको सङ्गत यस्ता कुलतमा फस्ने फोनमा बोलेर हिँड्ने भन्दा पनि अब चाहिँ त्यसमै बसेर फोन के हो यो फोन चाहिँ बा त तल कल लिस्टहरू कल लिस्ट त अब अलिक को यो माया भनेको एकछिन भाउ यो माया होइन कि अलिकति तपाईँले बुझ्नु भएन जस्तो छ यो माया होइन नि MAYA यानि कि म तेरो बे गरिदिने बेला हो क्या गरिदिनु पर्ने हो त्यहाँ बे गर्नु भाउ यहाँनिर केही गरेकै छैन पहिले गर्नु पऱ्यो एउटा पौरख सिप त सिक्नु पऱ्यो नि त त्यो सिक्नु मेरो इज्जतै नफ्यारेस् नि फेरि छिमेकहरूमा बुझिस् कि बुझिनस् कहाँ फाल्दिनँ नि भाउ म इज्जत भनेको त बाबुको एकदम सधैँ मिलाएर राख्नु ठक अनि बाउ भन बरु सुनौँ न हामी बाउ छोरा भएर चाहिँ एउटा व्यापार गरौँ के व्यापार गर्ने भन आलु खेती सिजन गइसक्यो हौ भाउ के गर्छस् त छत्तसँग पैसा लगाएर पैसा छ जा गर सुरुमा कमा अनि बल्ल व्यापार गर्ने कमाउन र जान हुन्थ्यो तर हातमा सिक्कै छैन बाउ अब समय हुने खालि मोबाइलमा झुन्डेपछि कलमा बोलेपछि कहाँबाट समय हुन्छ तसँग अब बिस्तारै जडियाको सङ्गत गरेपछि अब भाउ बिस्तारै सिकौँला अनि केही गरौँला अब विदेश पनि जानु पर्दैन भन्छन् शिक्षा सिप अब सिकेर आफ्नै देशमा केही गरेर बाउलाई पाल्ने हो गर्छस् तेरो त मलाई एउटा पनि विश्वास लाग्दैन क्या बेबी यहाँनिर बाउलाई हल्का गफ के दिएको थियो बाउले त मार्ला नि जस्तो भयो ल ल ल ल ल ल ए कहाँ हिँडेको है त हजुर काका कहाँ हिँडेको मर्निङ वाक हिँडेको मर्निङ वाक मर्निङ वाक काकालाई देखेपछि परैबाट नमस्कार गर्नु छैन नमस्कार नगरे पनि यहाँ मलाई सघाइदिन्छ एकछिन के छ गर्नु पऱ्यो काका यहाँ यसो आइज न लु भतिज परिस त्यही भएर भनेको अब यसो यहाँनिर बढाल्दैछु पत्ताहरू एक ठाउँमा भेला गर्दै आइज न सहयोग गर्दै म बढाल्दैछु बाउले त्यसको पिछाले हानेर ओराउँदाखेरि त नगरेको काकाले भनेको मान्छु होला त म काका ल यो म टिपेर फालिदिन्छु है त ल ए के भयो एकछिन पुरै सेल लाग्यो कि क्या उठाउ त काका किन लड्यो काका मेरो त नि एउटा समस्या छ कि मेरो त यो निहुर्ने हुँदैन कम्मर दुखिहाल्छ त्यही भएर काका म चाहिँ मर्निङ वाक जान्छु अहिले होइन यसो चाहिँ गर्दैन त अब तपाईँ यो फोर टिप्न अप्ठ्यारो लागेको भए यो यसो बढालेर एक ठाउँमा भेला गर्दै म राख्छु नि त कम्ताको बाटो छन् काका यता ढाड दुख्यो भने बढाएर नलाउँदैछ अहिले बाले भेट्यो भने ढाड भाँचिदिन्छन् अब यी काकाबाट कसरी हुन्छ आइडिया लु छिटो ढिलो भइसक्यो काका एकैछिन फेरि आउँछस् नि आउन त काका ढुक्क भएर बस्नु तपाईँको छोरो कतातिर डुल्न हिँड्यो भनेर म भनिदिन्छु त्यस्तो काम चाहिँ नगरे ल
कहाँ गएछ हौ छोरो भनाउँदा पनि यसले त दुखै दिने भयो ए साइला भाइ पो रहेछ त साइला भाइ हजुर भाइ खोइ त नमस्ते समस्ते पनि छैन ल नमस्कार है कति बोधे भएको छ लाटो हो क्या चुनावमा हारेपछि के हो तेरो पारा नमस्ते पनि फर्काउँदैन आज भोलि त होइन अब म पनि यता आफ्नै काममा व्यस्त थिएँ अब झट्ट आउनुभयो अनि त्यही भएर अनि तँ मेरो लैठालाई देखिस् त अहिले भर्खर यहाँनिर यसो बढाल्दै थिएँ अहिले भर्खर कुद्दै आइरहेको छ त्यसलाई यसो पत्ताहरू टिपेर टिपिदिएर एकतिर भेला गर्न भनेको हुन्छ भनौँ अनि त्यो ढाड पनि दुख्दो रहेछ अनि त्यसलाई बढाल्न त ला भनेर दिएको बढाल्न पनि नसक्ने अरे उतातिर जान्छु भनेर गइरहेको थियो कता गयो अहिलेसम्म आएकै छैन आएको छैन अनि कहाँ गयो त खोइ कता यता यता गयो यतातिर गयो ठिकै जानुहोस् मरोस् मलाई के मतलब पर्दैन हेर केटा अनि के हो तेरो अनि चुनावको माहौल त राम्रै भयो नि यसपालि राम्रै भयो अब नराम्रो पनि के भन्नु अब जितिस् कि हारिस् अब अलिक हारे त बोधे त लाटोले के जितिस् होला त मलाई तेरो एकपटक पनि विश्वास लागेको छैन चुनाव जित्छस् कि भनेर अब अर्कोचोटि मेहनत गरौँला नि त हेर केटा 84मा मलाई दे हजुर हजुर तेरो साथ मलाई उठा म जित्छु यो वडामा गाउँपालिका वडामा मत ल्याउँछु बुझिस् कि बुझिनस् ए हुन्छ त भइहाल्छ नि तपाईँ उठ्नुहुन्छ भने म पनि सहयोग तँ कहाँ गएको छ तँ यता गएको तँ त्यता पो गएको छ त्यसलाई म भेटेँ भने साँच्चै मरोस् हौ हेलो ए भति दाइ पनि गइसक्नु ल आइज आइज ल छिटो आइज न भेट्यो भए त आज ढाड त जान्छ मेरो मैले तँलाई कति बसाएँ यत्रो काम पाएँ यति काम गरेर पनि यति अप्ठ्यारो मान्छ हो काका अनि बाउले के भन्दै थियो बाउले अब तँलाई खोज्दै हुन्छ अब खोज्दै हुनुहुन्छ तँलाई बुझ्नुहुन्छ भनेर अनि मैले उता जानुभएको छ भन्दै ए त्यस्तो होइन कि काका यहाँ बस्नु म सम्झाउँछु ल राखी हो लु यसपालि चाहिँ नि काका बाउ नहारेका टुरिस्ट कहाँ गएर राखेको छ होला टुरिस्ट चाहिँ मलाई पोखिरहेको छन् क्या बाउले यहाँनिर बुझ्नु न ए त्यस्तो हो अब भनेपछि बाउले त्यो समाथि पोखेको अब म यसो सल्लाह गर्छु किन यसरी एकतिर टुरिस्ट एकतिर सुधार्नु हुँदैन भनेर म यसरी कुरा गर्छु एकपल्ट गएर मजाले कुरा गर्नु अनि के भन्नुहुन्छ यसो प्रतिक्रिया चाहिँ मलाई पनि सुनाउनु न है ल भइहाल्छ नि भर्खर तँलाई यस्तो उठाइ खानाबाट बचाउला नि त कता गयो तातो पानी दिए पनि कोही छैन म निक्लिहालेँ यहाँ म बाउलाई यसो निक्लेँ भनेर आउँछु ल बाउ के होइन के भयो तपाईँलाई एकछिन ज्वरो आयो हेर सबै शरीर तातेर तैँले सहयोग पनि गरिनस् भयो तैँले कार्यक्रममा पनि छोराको कामै लाग्यो दबाई खानुभयो त भयो खाएको यस्तरी सिकिस् त झन् त घर दैलो कार्यक्रममा नहिँड्नु चिसो लाग्छ भने होइन मैले तैँले हराइहालिस् केटा के गर्नु साइलाको पछि लागिहालिस् का बाबु सपोर्टै गरिनस् कहाँ म साइला काकाको पछाडि लाग्नु हो म त तपाईँकै पक्ष हो नि त एकदमसँगले त्यस्तो नगर भए हुन्थ्यो केटा तेरो बाउ मान सम्मान इज्जत गरेर बसेको थियो आज तेरै कारणले मैले धेरै मान्छेको गाली पनि खानु पर्यो केटा कहाँ गएर आएको
म त यसो त तलतिरतिर माहौलतिर छ भनेर बुझेर आएको। अनि गाउँतिर त ठिकै छ त, 2-4 टोलमा त तपाईँको एकदम जगजगा छ, तपाईँकै नाम छ, यसपालि जित्छन् भनेर ढुक्क छन् त। त्यसलाई टेन्सन लिनुहुन्छ? टेन्सन लाग्छ केटा, के गर्नु, चुनावमा त्यत्रो खर्च भयो, त्यत्रो खर्च गरियो, आखिरमा हारिहाल्ने रहेछ, बाँड्न उठेको भए हुँदो रहेछ। मैले त भनेकै हो भाउ, यसपालि जनताले परिवर्तन चाहेका छन्, नउठ्नु चाहिँ भनेको होइन। म त यो गाउँको हुने खाने मान्ने गन्ने मेरा बाजेदेखिको राजनीतिक ज्ञान भएको भनेर अब त्यतिखेर अनि त अघि त साइलो घर गएको थिइस् अरे, त कहाँ गएको थिइस्? त्यहाँ साइलो घर त किन गएको? ए त्यहाँ साइला गएको मान्छे कुरो के रहेछ भने अस्ति नि यसो 5,000 जति सापटी लिएको थिएँ। सापटी त किन तल फेरि? पहिले कुरा त चाड खान होला होइन? होइन नि, यसो बजारका सामग्रीहरू किनेर सामग्री बाउलाई सहयोग गरौँ न त भनेर सहयोग गएको मेरो त थिएँ। पनि मलाई एक रति पनि विश्वास लाग्दैन क्या केटा। कस्तो विश्वास नगरे हौ। अनि मैले त भोट त आफ्नै बाउलाई हालेर आएको थिएँ त। हालिस आफ्नो बाउलाई। साँच्चै चिन्ह त त्यही त के भन्छ हो, चिन्ह त मेरो बाउको चिन्ह। अनि मैले त ड्याङ्गसँग घन्टीमै छापा हानेको त, कसरी हाल्यो बा? म घन्टीमा उठेको हो र, मैले त मालेमा पो उठेको त, थाहा छैन तँलाई? ए बाख्रे बानीहरू सत्यानाश भएछ। म त गाउँभरि गएर प्रचार मेरा बाउ घन्टीमा उठेका छन्, घन्टीमा आउनु है भनेर भन्न लाग्छ। घन्टीमा त हाल्छस्, हालिस् नि घन्टीमा, साइलाको छापमा हालिस् नि, हाल्छस् सबै गर्छस् तपाईँलाई। ए बाबु नरिसाउ न, नरिसाउ, घरै छोडेर सन्यास त नजाऊ न। म फेरि जानु पर्यो केटा, अब के गर्नु, कहिले पनि दुःख दिइहालिस्। अब ए बाउ बस घर निक्लिनु पर्दैन के, म जसो तसो तिमीलाई पाल्छु। त्यो छाता पनि हेर न, छाता पनि राख्नु हो त्यतै राख्नु, त्यो छाता बोकेर जाने होइन। अबदेखि बाउले भनेको मान्ने, मान्ने राम्रोसँग बस्ने। बस्ने म त्यो अब नानीबाट हप्ता 10 दिनको लागि म गायब हुन्छु हजुर, होइन। घर राम्रोसँग चलाउने घर, एकदम म मजाले चलाउँछु, फ्याक्टरले केही टेन्सन लिनु परेन। म चलाउँछस्। अनि अघिको त्यो फोनमा त्यो बेबी भन्दै कोसँग आएको थिएछ अघि? अन्त एकैछिन है बाउ, एकैछिन के एकैछिन कस्तो एकैछिन? फोन आयो हेलो म त आइहालेँ यहाँ तिमी ससुर बाउ बाटोमा गरिहाल्छ नि। कुरो चाहिँ के जति गरे पनि यस्तै हुन्छ काका। अब जे भयो त्यसमा चिन्ता नलिनु। आगामी दिनमा अब तपाईँ र म भएर चाहिँ होइन मिलेर एउटा व्यापार व्यवसाय गर्नुपर्छ। अनि म पनि विदेश नजाने, तपाईँ पनि नजाने, गाउँठाउँमै केही राम्रो काम गर्नुपर्छ र अरूलाई पनि गाउँठाउँमै केही गर्न सकिन्छ। यदि मेहनत, धैर्यता र निरन्तरता दिन सकियो भने कुनै पनि काम अप्ठ्यारो गाह्रो साह्रो भन्ने हुँदैन भन्ने हामी तपाईँ र म जस्ता युवाहरू मिलेर केही गाउँमै बसेर गर्नुपर्छ। मलाई पनि बाले एकदम पढाउनुको मतलब यो होइन कि माया नै गर्नु हुँदैन, होइन, माया गर्नुहुन्छ, धेरै गर्नुहुन्छ, केही गरोस् नबिग्रियोस् होइन, खुलात्मा नपरोस् भन्नको लागि यो सबै गर्नुभएको। त्यही भएर मैले पनि बुझिसकेँ। हामी काका भतिजा मिलेर हामी तरकारी खेती गर्नुपर्छ काका। अब अर्को हप्तादेखि चाहिँ हामी एकदम तरकारी। त्यही त, अब हाम्रो कृषि प्रधान देश जस्तोमा अब अलिअलि उब्जनी नगरे के गर्दा ठिक भन्छ, भतिज मन छ साह्रै। अब त्यही गर्नुपर्छ। म बाउसँग पनि यही कुरा गर्छु। ल त काका, अहिले अब तपाईँ पनि कता हिँड्नुभएको छ कल लगाइदिएँ। ल ठिक छ, अर्को हप्ता चाहिँ एकदम फाइनल कुरा गरेर बाउसँग म पनि गर्छु। अनि व्यापार व्यवसाय थाल्नुपर्छ है त कृषि। ल ल ल ठिक ल त काका, ल अहिले मलाई